आज हामी तपाईलाई यो भिडियो मार्फत प्राइभेट लिमिटेड कम्पनीको हराएको वा बिर्सेको युजर आइडी कसरी रिसेट गर्ने वा नयाँ आइडी कसरी सिर्जना गर्ने जानकारी दिँदैछौँ। युजर आइडी हराएर वार्षिक अत्यावधिक लगायत कम्पनी सम्बन्धी काम गर्न पाउनु भएको छैन भने नयाँ युजर आइडी बनाउन निम्न प्रक्रिया अपनाउन सकिन्छ। 1. सबैभन्दा पहिला कम्पनीको इमेल आइडी बनाउनु पर्छ। 2. त्यसपछि कम्पनी रजिस्ट्रारको वेबसाइटमा गई सोही इमेल आइडी प्रयोग गरी कम्पनीको अनुसूची निकाल्नुपर्छ, तर त्यसको लागि तपाईको प्राइभेट लिमिटेड नम्बर हुनुपर्छ। 3. अब कम्पनीको नयाँ युजर आइडी अर्थात् लगइन पासवर्ड लिन सञ्चालकहरूको माइन्युट निवेदन शेयरधनीको नागरिकता सहित शेयरधनी स्वयं कम्पनी रजिस्ट्रारको कार्यालयमा गई अनुसूची शनाखत गराएमा लगइन पासवर्ड रिसेट हुन्छ। 4. यसमा एकभन्दा बढी शेयरधनी भएको हकमा माइन्युटमा निर्णयसहित तोकिएको कुनै एकजना मात्रै शेयरधनी कम्पनी रजिस्ट्रारको कार्यालयमा उपस्थित भए हुन्छ। यदि तपाईँ भ्याली बाहिर हुनुहुन्छ भने स्थानीय तहको प्रमुख वा उपप्रमुखबाट शनाखत गराई कम्पनी रजिस्ट्रारको कार्यालयमा अख्तियार मार्फत युजर आइडी रिसेटको लागि निवेदन, माइन्युट र सकल शनाखत पेश गर्नुपर्दछ। यदि तपाईँ विदेशमा हुनुहुन्छ भने आफू रहेको नजिकको देशको राजदूतावासमा शनाखत गराएको अनुसूची, पासवर्ड, नागरिकता अख्तियारी मार्फत ओरिजिनल अनुसूचीको शनाखत कम्पनी रजिस्ट्रारमा गराउनुपर्छ। यति भएमा तपाईको नयाँ युजर आइडी प्राप्त हुन्छ। थप जानकारीका लागि एरोनेप कन्सल्टिङ सर्भिसेसमा सम्पर्क गर्नुहोस्। Aeronep Consulting Services, empowering entrepreneurs, creating impact.